खै स्थानीय सरकारले बाटो बत्ती जस्तो कुरो त बुझेर गर्नुपर्ने हो। गाह्रो छ यार, गाह्रो छ। मा मेरो गाडी तल रहेछ, जिउँदै छ नि। मरेर बसेको छ नि मामा, मरे क्या मरेको छैन, मलाई पनि जानुपर्छ है मामा। बाटो बाटो यता यत्रो खाल्टो छ। राति जाँड खाएर आउने मान्छे पऱ्यो भने पक्लक्कै ढल्यो भने पक्लक्कै मर्ने खालको छ। त्यही पनि खै बिचार उहाँको अब पावर नपुग्यो हो कि भन्दै नभने हो कि आँट्दै नआँटेको कि केही बुझ्नु छैन मैले पनि यार। मैले धेरैचोटि भने, धेरैचोटि वडामा गएर पनि भने, कल गरेर पनि भनेकै हो। कमसे कम ल ठिक छ, ढलानी गर्न नसके पनि यसो खाल्डोखुल्डो हुन्छ। वडामा जेसिबी छ, ल्याएर यसो पारपुर त गरेर सामान्य मान्छे आउट जाउट गर्ने सक्नेसम्म त बनाउन सकिन्छ नि यार। ल्याएर यहाँबाट यो सब ढुङ्गा मैले भरेको हेर्नु ल्याएर। ल म एक्लै खटेर यो ढुङ्गाहरू बेला बेलामा भरेको। ल ल हेर्नुहोस् बाटो, ल हेर्नुहोस् कालिका आर्ट देवीटार ड्राइभर डाँडा उक्लिने बाटो। ल हेर्नुहोस्, लाजै मर्दो यार। ल हेर्नुहोस् हेर्नु यहाँ बाटो। ल मेरो गाडी हिजो अड्केर बसेको, बाटोको कन्डिसन यस्तो छ। यस्तो छ बाटो। अब माथिको बाटो यस्तो छ। ल यसलाई बाटो भन्छ यार। यस्तो त हाम्रो जिजु बाजे पालोमा गौडा भन्थ्यो यार, गाई बस्तु हिँड्ने होइन। यो त पहिरो गएको देखिन्छ। ल चर्लक्कै हेर्नुहोस् न, हेर्नुहोस् यो माथि मानव बस्ती यति धेरै छ। फेरि यो अजिङ्गर जाने बाटो पनि हो है फेरि। ल हेर्नु छैन, कसैको ध्यान जाने वाला छैन। यस्तो छ यार 81 शताब्दीको मानव बस्ती हाम्रो नेपालमा। ल हेर्नु पहिरो गएको छ, त्यो बाटो हो यो। यस्तो छ हेर्नु, मान्छे हिँड्नु सक्ने छैन यार। हे भगवान्, साँच्ची नै हो क्या? सतीले सरापेको देश भनेर भन्थ्यो हो जस्तो लाग्यो मलाई। चेतनै छैन। चेतना भइदियो भए त स्थानीय सरकार त ध्यान जान्थ्यो होला नि यार। यस्तो छ कन्डिसन। ल हेर्नुहोस्